नमस्कार हजुरलाई जुम्लामा स्वागत छ थ्यांक यू तपाईको नाम पञ्चकली बुढा अनि हजुरको नाम नाम चाहिँ सुनेको एकदमै खुसी लाग्यो हजुरसँग भेट्न पाएँ आजै आउनु भएको र अझै प्लेनमा आउनु भएको प्लेनमा आउँदाखेरि हल्लाएन र एकदम हल्ला अलि लास्टतिर तर हल्ला हुन्छ नि एउटा डाँडातिर त्यो अलि टर्न भएपछि हजुर हल्ला हुन्छ अनि ऊ चाहिँ हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुन अग्लो भवन छ नि त्यो चाहिँ हाम्रो स्वास्थ्य विज्ञान प्रतिष्ठान भयो सोलर पनि राखेको हजुर हजुर अनि उता चाहिँ हाम्रो माथि डाँडामा देखिरहेछ नि टावर जस्तो सेतो सेतो हजुर के हो त्यो चाहिँ हाम्रो यो जुम्लाको लागि चाहिँ यो नेट्रोको सुविधा त्यो नेट्रो राखेको र अर्को चाहिँ हाम्रो त्यहाँ धर्म संस्कार अनुसारको चाहिँ यो मेला लाग्छ हाम्रो जुन भदौमा लाग्छ जुम्लाको म्याक्सिमम मान्छेहरू त्यहाँ हेर्न जानुहुन्छ बस्ने गरेर जानुहुन्छ अनि उता डाँडामा हिमाल देखिन्छ नि यो परेको त्यो चाहिँ हाम्रो कान्छीरुवा हिमाल यहाँबाट चाहिँ एउटा हिमाल मात्र देखिन्छ हजुर यहाँबाट जानुभयो भने चाहिँ रारा जाने उता डाँफे लेक भयो होइन हजुर अब हाम्रो यता गयो भने डोल्फा जाने यही लेकबाट नै हो त्यो देखिरहेछ नि त्यो डाँडाबाट जान्छ डोल्फा अनि म हजुरसँग थोरै गीत गाएर सुनाउन सक्छु जुम्ला फल्छ धान जुम्ला फल्छ धान संसारकै अग्लो ठाउँमा हाम्रै सिजाद्वारा खास भाषाको उद्गम स्थल कस्तो लाग्छ बुझ्नु भयो र तपाईले आफै लेख्नु भयो यो शब्द मैले आफै लेखेको हजुर यो लय चाहिँ होइन शब्द चाहिँ आफै लेखेको राम्रो गाउँदै तपाईले हजुर हजुरसँग भेट चाहिँ गाउन मन लाग्यो सो गाएको एकदम राम्रो भ्यू देख्दै हजुर राम्रो छ म नि एउटा फोटो खिच्दै तपाईको घर पनि यहीतिर मेरो घर उता त्यो डाँडा मैले हजुरलाई सिकाएँ त्यसको ठ्याक्कै यतातिर पर्छ हाम्रो यो नेपाल समृद्ध कहिले हुन्छ होला मान्छेले राम्रो काम गर्यो भने सबै कुरा राम्रो चल्यो भने त अब हुन्छ होला ए हजुर अलिकति हामी पनि लाग्नु पर्यो अलिकति आर्ट गर्नु पर्यो हुन्छ होला अनि हजुर यहाँ जुम्ला आउँदाखेरि चाहिँ कतिको खुसी हुनुहुन्छ नि खुसी छु फर्स्ट टाइम आयो सबै कुरा राम्रै लागिरहेछ म आउँदै गर्छु हजुर नेपालको कति ठाउँमा घुम्नु भएको छ नि धेरै ठाउँ घुमिसकेको छु तर हिमालतिर अलिक घुमेको छैन त्यो चाहिँ अरू ठाउँ त अलिक घुमेको छु अब हजुर त नेपालमै बस्नुहुन्छ कि म त फिर्ता आउँछु म त्यहाँ मेरो ब्याचलर्स मात्रै सकाउनु हजुर गुम्बा पनि एकदम राम्रो हजुर यो चाहिँ अब हाम्रो डुडुल चैत्य भन्छ यसलाई अझै बन्दैछ थोरै बाँकी छ कुन चाहिँ पार्ट यतातिर अब उस्तै बनाउने हो भने अझै बाँकी देख्छु अब पुरै भएको जस्तो चाहिँ लागेको छैन है मलाई किनभने बनिरहेछ अहिले कहिले कलर लगाउने कहिले चाहिँ यताउति बनाउने काम भइरहेछ राम्रो छ Thank you so much. Thank you. The river flowing behind me is the Tila River, which joins to Karnali River, which is one of the major rivers in Nepal. तपाईको नाम चाहिँ मेरो नाम चाहिँ ममन उपाध्याय हजुर कर्णाली प्राविधिक शिक्षालय यही नै हो मेरो कलेज हो म चाहिँ यही पढ्नुहुन्छ हजुर के पढ्नुहुन्छ अहिले यहाँ चाहिँ सिभिल इन्जिनियरिङ पढ्दैछु त्यो पनि हजुरहरुकै जिजु बाजेको पालामा यही हजुर भित्र घुम्न चाहनुहुन्छ हुन्छ एकदम केटीएसमा चाहिँ 4वटा फ्याकल्टी पढाइन्छ अहिले यहाँ अहिले नेपालकै सबैभन्दा धेरै जागिर खाने हुन्छ नि सरकारी जागिरमा केटीएसबाटै नै उत्पादन भइरहेको छ अहिले कतिजना स्टुडेन्ट्स 800 जति होला सबै फ्याकल्टी गरेर यो त एकदम ठुलो छ फोटो खिच्नु पर्यो हजुरसँगै सेल्फी हानौँ है हजुरलाई कस्तो लाग्यो जुम्ला अहिले राम्रै लागेको छ नाइस फोटो चाहिँ नि खिच्न पाएको छैन त्यस्तो खिच्छु एनिमेको पनि तपाईँले राखेको छ हजुर म चाहिँ हेर्ने गर्छु म नि हेर्ने गर्छु यो केक तपाईँले यहीँ बनाउनु यो त सबै यहीँ बनाउनु ओन्ली His case is very rare as many people just tend to leave the country and go abroad. So I think many people could learn something from him and it's a valuable thing that I met him. It was an interesting thing to learn about.